मैं ब्लॉग में बीच में ना आना हां बनाऊ भगवान बोका यो फाँसी छाटपटै खसिरहेछ पक्रिँदै विचार गरेर हाले फाँसी पहिले नराम्रो नवीनको खुट्टा चाहिँ झ्यापै पक्रिन्छ हल्का छोड्दैन कस्तो तानेको पछाडि हल्का छोड्दैन फेरि मान्छे हल्का समाउने क्या खुट्टा बाबु टानमा त सबै अबेर लागेछ अलिअलि फटाकिलो बनाएर हल्का छोडिदिनु तन्काइदिनु हल्का पक्रिने मारे क्या कान्छ त्यसो त खुट्टा टाउको पनि नआन टाउको थोरै नआउनु पर्छ नि मैले अलिक अलिक तान्छ अलिक मुनिबाटै तान्छ अलि नुहाउनु पर्छ यसरी होइन के यसो गर्छ के पुगेन है तँलाई त्यसरी हालेर बस्न दुईटै फाँसी पक्रिने खालको मान्छे भएर हो क्या यो अगाडि आउँछ भन् बिस्तारै हल्का सही गरेसम्म खुट्टा पानी हाल्छ क्या अस्ति एउटा त्यो माथिको के छोड्न रहेछ क्या खुट्टै निक्लिहाल्छ झ्याप्पै पारी ला मर अगाडि अलिक अगाडि पनि राम्रो एत्रिका हल्कै त गरेर हल्लेको हल्लेको पुरा पत्ताले आँखा यस्तै छ दुईटा त पुग्यो उकालो फर्केको छ यो पत्तादेखि झन् पत्तातिर आयो म भुल्केमा देखाउँछु त म हेर्दिन काले दाइजा तपाईँ आउँछ ल म आरिसम्म यो मार्नु सिधा नबस्यो दाइजा त्यताबाट हेर न त कसले काट्छ मानिसहरू मान्न त मान्छेहरूलाई पानी हालेपछि त्यसै पनि खसी कहाँ हाल्छ ल परमेश्वरी तीन रेडी पोजिसनमा बस रेडी पोजिसनमा मेरो त बनाइरहेको छु नि अब म चाहिँ नतर्सिनु तर्सेर म मरिसकेँ